सो गाइज हामी चाहिँ यहाँ फाइनली खाएर भइसक्यौँ अब चाहिँ हामीले टक्क लाएर अब चाहिँ हामी यहाँ फोहोरहरू चाहिँ व्यवस्था गर्नुपर्ने हुन्छ म चाहिँ अहिले भर्खर खाएर सुतेको छु ल गाइज अब चाहिँ म हजुरहरूलाई यता दाइहरू बस्नु भएको त साइडमा दाइहरू चाहिँ साइडमा बस्नु भयो ओ सेट ल गाइज म चाहिँ उठ्छु अब टक्क लाएर ल हाम्रो चाहिँ यहाँ खाएको सामानहरू चाहिँ अब हामीले व्यवस्था गर्नुपर्ने हुन्छ टक्क लाएर हाम्रो यो एकदम सुन्दर नेचुरल ब्युटी यस्तो राम्रो छ ठाउँ यस्तो राम्रो ठाउँलाई चाहिँ हामीले फोहोर गराउनु हुँदैन हाम्रो धोबादी भन्ने ठाउँलाई अब यसलाई चाहिँ सफा गर्नुपर्ने हुन्छ ल ल यहाँ हाल्नु त ल अब यहाँ हालिहाल्नु पऱ्यो यहाँ सबै खाएर हाम्रो टक्क दाइहरू बस्नु भयो त सबै 1 2 3 4 5 जना दाइहरू ल यस्तो आमा आनन्द छ उ यहाँ तल पनि छन् कि ए गर्छ नि तिनीहरू सबै फलाम खान देखा नलपुर अलि देखाउँछु मैले अलि देखाउँछु ल ल अब चाहिँ यसलाई हामीले व्यवस्था गर्नुपर्ने हुन्छ यस्तो फोहोर भइरह कति कालो देखाएको हात यार सेट ल गाइज अब चाहिँ मैले हामीलाई अब यसलाई व्यवस्था गरेँ त्यसपछि म हजुरसँग भेट्छु है त ल गाइज हाम्रो यहाँ ठाउँ व्यवस्था भइसक्यो ठाउँ होइन यो फोहोर व्यवस्था भइसक्यो अब चाहिँ यसलाई चाहिँ अब त्यहाँदेखि गएर फाल्नुपर्ने हुन्छ यहाँ चाहिँ एउटा फोहोर पनि छैन जस ठाउँ चाहिँ बबाल छ अहिले चाहिँ मान्छेहरू त्यहाँको मान्छेहरू सबै गइसकेको रहेछन् हाम्रो चाहिँ यहाँ फोहोर फाल्ने ठाउँ चाहिँ अब हामीलाई फाल्नुपर्ने हुन्छ ल गाइज अब चाहिँ हामी यहाँ भिडियो बनाउँछौँ त्यसपछि म भेट्छु है त हजुरहरूसँग बाई बाई हामी आज यस्तो खतरा उसमा के अरे यस्तो खतरा यस्तो खतरा मौसममा आएछौँ कि मौसम यस्तो खतरा फोटो आयो कि यार हजुरहरूलाई भ्लगमा पनि देखाउन सक्नुहुन्छ कस्तो आयो यहाँ भिडियो अनि फोटो चाहिँ बवाल आयो क्या त्यो भए पनि हामी चाहिँ त्यहाँ माथि झन्डा हालिदिइसक्यो हामी हेरौँ गाइज लुक एट द झन्डा यो चाहिँ धोबादी डाँडा हो मस्त भ्यू चाहिँ एकदम बवाल छ जोस खतरा छ माथिको भ्यू हामी चाहिँ एकदम बेस्ट टाइम आएछौँ यहाँ माथि बब्बाल आहा भ्यू चाहिँ है यहाँ यतातिर बाइक छ यता दाइहरू हुनुहुन्छ भिडियो बनाउँदै हुनुहुन्छ ल गाइज अब चाहिँ अहिले हामी एकछिन भिडियो बनाएर त्यसपछि म हजुरहरूसँग भेट्छु है त बाई बाई लास्ट थाक्यो लास्टै थाक्यो लास्ट थाक्यो यार कति भिडियो बनाउने यार थट कसम भनेको म त फेरि आउँछु अर्को महिना त थट आम्मामा यस्तो नेचुरल ब्युटी यार हैट हाम्रो यो धोबादीको डाँडा हामीले त्यहाँदेखि त्यहाँ झन्डा पनि हालिसक्यो हामी यहाँ कोही आउनुभएको छ भने कृपया के अरे त्यो डोरी बाँध्ने कुरा ल्याएर त्यो झन्डालाई त्यहाँको झन्डालाई राम्रोसँग कसिदिनु होला म चाहिँ अर्को महिना आउँदा चाहिँ त्यसलाई राम्रोसँग कसिदिन्छु ल दाइहरू चाहिँ त्यहाँ अझै फोटो खिच्नु भयो यस्तो खतरा खाएको भ्यू यस्तो खतरा खाएको बब्बाला खाएको यो धेरै हरियाली पनि भयो अनि हाम्रो यो धोबादीको के अरे फलाम खाने ठाउँ भनेको यो यहाँ चाहिँ हाम्रो ढुङ्गामा पनि के अरे खोइलाउँछ त्यस्तो खतरा छ ठाउँ चाहिँ अब बाटो चाहिँ लास्टै गाह्रो छ कि यार त्यही भएर दिमाग खराब हुन्छ भने पनि यस्तो तिखो ढुङ्गा हाम्रो ठाउँ चाहिँ त्यहाँ हो आमामा हाइट त्यहाँदेखि जाऊ लास्टै थका यार म चाहिँ यहाँबाट दौडी आएको त्यही भएर चाहिँ मलाई लास्टै थकायो अझै उता माथि उकालो छ लगाइ चाहिँ अब चाहिँ हामी यहाँ जानुपर्ने हुन्छ अझै यहाँ एकछिन भिडियो बनाउने हो कृपया यो ठाउँमा चाहिँ फोहोर नगरिदिनु होला यस्तो फोहोर चाहिँ नगरिदिनु होला गाइस है यस्तो फोहोर चाहिँ नगरिदिनु होला के हो माक्रियो अनि के भन्छ यस्तो सिसा पनि यहाँ नफालिदिनु होला यसरी यस्तो सिसा चाहिँ यहाँ नफोडिदिनु होला कृपया
म चाहिँ फोरहरू फाल्छु हाम्रो यो बाटो चाहिँ यस्तो छ फेरि यस्तो छ बाटो चाहिँ यहाँ आमामा ल गाइज हामी चाहिँ अब जान लाग्यो यहाँबाट फाइनली सो गाइज है अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ ल गाइज अब चाहिँ हामी यो झन्डालाई चाहिँ हामीले व्यवस्था गर्नुपर्ने हुन्छ कतातिर व्यवस्था गरिदिनुलाई यसलाई कता व्यवस्था गरिदिने हो डिकी खाल्छ त यार ल गाइज यसलाई चाहिँ अब हामीले डिकीमा हाल्नुपर्ने हुन्छ यो चाहिँ हामीले यो हाम्रो नेपालको झन्डा चाहिँ हामीले गर्नुहुन्न डिक्की चाहिँ हाम्रो पुरै खाली छ यसमा हाल्नुपर्ने हुन्छ होइन ल गाइज अब हामी यहाँबाट गयो सो गाइज कहाँ टोपी ल बाई बाई गाइज बाई बाई धोबादी अनि बाई ल हामी चाहिँ यहाँबाट चलिदिनु पर्ने हुन्छ अब कस्तो भयो दाइहरू कस्तो भयो एवन ल ल अब चाहिँ म यो ज्याकेट खोलेर दाइलाई दिनुपर्ने हुन्छ कुन चाहिँ मेरो ज्याकेट चाहिँ ऊ त्यहाँ छ बाई बाई गाइज अब चाहिँ म हजुरलाई हिँडेपछि भेट्छु है त बाई बाई गाइज बाई बाई धोबादी बाई बाई धोबादी बाई 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 धोबादी ल लेट्स गो अब हामी यहाँबाट चलिदिनु पर्ने हुन्छ बाई बाई धोबादी बाई बाई एकदम इन्जोय गरी हामीले चाहिँ फेरि आउनेछौँ यो दिन तर म चाहिँ अर्को महिना 100% आउँछु फेरि म चाहिँ अर्को महिना 100% आउँछु अब यहाँबाट चलिदिनु पर्ने हुन्छ हामी यहाँ धेरै नै बेर बस्यो धेरै नै घन्टा बसियो भन्ने कुरो आयो यहाँ चाहिँ तर आज मेरो प्लानै केही थिएन कि यार म त सुतेर बसिरहेको थिएँ आज त्यसै म कतै जानु भनेर आज आनन्द सुतेर बसिरहेको थिएँ अब अर्को महिना त म देवचुर गइहाल्छु अब देवचुर जानु मेरो प्लान छ दाइ चाहिँ एकदम खुसी हुनुहुन्छ जे भए पनि है बाटो चाहिँ लास्ट छ कि यार गाई त्यहीबाट लास्टै गाह्रो हुन्छ क्या कहिले हो कि गाई यो बाटो पिच हुने तर अहिले यो पानी आएर पनि अलि यस्तो बिग्रेको पानी आएर चाहिँ यो सानो ढुङ्गा सबै बगेर चल्छ क्या त्यही भएर माथि माथि टुटेर ढुङ्गाहरू मात्रै बचेर त्यही भएर चाहिँ एकदम गाह्रो छ बाटो चाहिँ बर्खामा चाहिँ अलि एकदम गाह्रै हुन्छ तर पानी परेको बेला चाहिँ हजुरहरू नआइदिनु होला कृपया लगाइज अब चाहिँ म हजुरहरूलाई उता के अरे अब यहाँबाट हामी गइन्छ त्यसो चाहिँ हामीले हजुरहरूलाई पोखरीमा हस् ओके बाई बाई लगाइज हामी चाहिँ फाइनली पोखरीमा आइयो पानीको हालत यस्तो भयो यार यहाँ पनि यसरी आयो ल ल हाम्रो शुभयात्रा यता हाम्रो देवचुली छ देवचुलीमा आउँछु अर्को वर्ष अर्को महिना मलाई त यार कस्तो भन्ने मान्छे पऱ्यो कि त्यो के अरे रविन्द्र दाहालले भनेको नि रविन्द्र धाटले रविन्द्र धाटले भनेको नि त्यसमा त्यही मान्छे परिरहेको यार शुभयात्रा गाइस हाम्रो देवचुली जाने बाटो यो हो यो यार काट्दा भ्योज बाटो त यस्तो छ यार गाइज बाई बाई गाइज म त अब हजुरलाई तल पागलीमा गएर भेट्छु ल पागलीमा गएर भेट्छु है लान्छु होला माथि यार स्कुल चलाइदिएर यार बाई बाई गाइज मेरो मलाई चाह छैन क्या यार
सो गाइज हामी चाहिँ यहाँ के भन्छ के भने यो पाङ्ग्रे होइन पाङ्ग्रेमा आइयो यस्तो हिलो छ बाटो चाहिँ अब हामी यो अनि यो त पाङ्ग्रे हो नि त्यो भयो ओ माई गड के गर्ने गाइज त्यो अन्त म तल हेर्छु त्यो राम्रो चिलिङमा भयो ए चिलिङमा भयो ल गाइज हामी चाहिँ अब फाइनल्ली कुन चाहिँ लडाइयो अब त्यहाँ जुन चाहिँ चेकिङ हुन्छ हाम्रो चाहिँ बाइकहरूलाई चेकिङ गर्दैन थियो है त्यही भएर चाहिँ अब हामी चाहिँ टक्कर लागेर जानुपर्ने हुन्छ यस्तो गाइड मलाई त कस्तो चलाइदिएको डरलाई चाहिँ यहाँ दाइ चाहिँ उहाँ अगाडि हुनुहुन्छ अब चाहिँ म हजुरहरूलाई सिधै घर गएर भेट्छु के चाहिँ माथि उता गाउँले कटेजमा गएर भेट्छु है त बाई बाई हजुरहरूलाई मेरो मलाई थाहा छैन है सो हेलो गाइज हामी चाहिँ फाइनली बल्लो डाँडा आइयो बल्लो डाँडा लुक एट द भ्यू गाइज पुरा देखेँ भ्यू चाहिँ ए भ्यू यहाँ चाहिँ नयाँ होटल खोल्यो यता गाउँले होटल है अब चाहिँ हामी फाइनली गाउँले होटलमा आउनु लाग्यो है तेरोमा लास्ट डर लाग्यो स्वाट मात्रै डर लाग्यो त्यो गिटी मेरो मलाई लास्ट डर लाउँछ क्या साँच्ची भनेको यार पुरा डर लाउँछ मलाई गिटीमा बिस्तारै भिडियो ब्रेक न हो आमामा भ्यू हेरौँ न गाइस भ्यू मेरो मलाई खासै राम्रो देखेर थियो कि यार यो वानमा देखेर चाहिँ 0.5मा देखेर हुन्छ कि भ्यू गाइस हाम्रो रिटेबारीको भ्यू ए रिटेबारी सबै गाउँसटी यो हाम्रो सब गाउँसटी डन्डा अनि चोरमारा सबको भ्यू हो गाइस फाइनली गाउँ कटेज right guys Gauli Cottage bye-bye alright oh my god bye-bye Gauli Cottage हामी फाइनली आइयो एकदम राइड एकदम सेफ भयो एकदम रमाइलो लाग्यो मलाई है अलिक बिस्तारै हिँड्न बाबु अझै राम्रो देखिन्छ होला सायद ओ माई गड यो गीत सक्यो लास्ट यार ल गाइज अब चाहिँ म हजुरलाई उसले घर गएर भेट्छु होला यार यो भ्यू हजुरलाई राम्रोसँग देखाउनु पाइरहेको थिएँ क्या मैले कोसिस चाहिँ मैले गरिरहेको छु तर देखाउनु पाइरहेको त्यसको लागि सरी वेट आमा बल्ल देखेँ गाइज ल म चाहिँ अब हजुरहरूलाई सिधै घरमा गएर हेर्छु है त आजको भ्लग सायद एक दिन नै हुन्छ होला सायद लाग्छ मलाई हजुर पनि भइसक्यो बाई बाई सो गाइज हामी चाहिँ फाइनल्ली आयो घर त आजको भ्लग चाहिँ अब यति नै मेरो बाइक चाहिँ यहाँ आनन्द बसिरहेको ट्याक्क लगाएर आजको भ्लग चाहिँ मैले यतिमै एन्ड गर्छु हजुरहरूलाई कस्तो लाग्यो भ्लग लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हाम्रो यात्रा एकदम सफल भयो बाई बाई गाइज आजलाई बाई बाई